नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्स। अहिले म नेपाली बौद्ध समाजमा थेरवादी परम्पराको व्यापकताबारे पढ्न गइरहेको छु। यो परेती सदम्म कोभिड मध्यम वर्षको तृतीय पत्रमा नेपालमा बौद्ध समाजको अन्तर्गत पर्दछ। यसका लेखक डाक्टर त्रिरत्न मानन्दर, उहाँ सरलाई धेरै साधुवाद छ। नेपालको बौद्ध जगतमा चतु परिषदको भूमिका। भगवान बुद्धले बुद्ध धर्मलाई निरन्तरता दिइराख्नको लागि चतु परिषदको महत्त्वलाई प्रकाश पार्नुभएको थियो। नेपालमा पनि पुनर्जागरण कालदेखि नेपालका विभिन्न समुदायबाट भिक्षु भिक्षुनी बन्ने क्रम रहेको छ। हाल भिक्षुनी शासनको सट्टा अनागारिका गुरुमा भन्ने चलन छ। थेरवाद बुद्ध शासनको लागि महत्त्वपूर्ण योगदान दिने धेरै भिक्षु भिक्षुनीहरू उपासक उपासिकाहरूले महत्त्वपूर्ण योगदान दिएर जानुभएको छ र यो क्रमको निरन्तरता भइ नै रहेको छ। नेपालका अग्रज भिक्षुहरूमा भिक्षु महाप्रज्ञा, भिक्षु प्रज्ञानन्द, भिक्षु शाक्यानन्द, भिक्षु अनिरुद्ध, भिक्षु धर्मालोक, भिक्षु अमृतानन्द, भिक्षु सुबोधानन्द, भिक्षु बुद्धघोष, भिक्षु अश्वघोष, भिक्षु कुमार काश्यप, भिक्षु सुदर्शन, भिक्षु ज्ञानपूर्णिक आदि। अनागारिका गुरुहरूमा पनि अनागारिका रत्नपाली, धर्मपाली, सङ्घपाली, धर्मचारी, सुशीला, धम्मवती, माधवी, सत्यशीला, ज्ञानशीला, धम्मदिना, उत्पल वर्मा, कमला आदि। उपासकहरूमा भाजुरत्न कंसाकार, मणिहर्ष ज्योति, ज्ञान ज्योति कंसाकार, राजमान डङ्गोल, महारत्न ज्ञानमान शाक्य, लोकरत्न तीर्थनारायण मानन्दर आदि। उपासिकाहरूमा चम्पावती बनिया, बद्रीमाया मानन्दर, कयो अजी, मिठाई अजी, ल्यासे अजी, नानीमाया मानन्दर आदि। यी चतु परिषदहरू नै नेपाल बुद्ध शासनको मुख्य जनशक्ति हो।